देखाउने लानु न ल म फोटो खिच्नु पर्यो नि सेटो अन गरेको रेडी गरिसकेको ए ल हाम्रो सामने ल 16 सेकेन्ड भइसकेछ ल छहरे खोला को झाँक्री ठान छहरे खोला झाँक्री ठान मा पूजा गर्नको लागि बस्ने यो छाप्रोलाई के भन्छ रे यो स्थलमा यो आज साबिक सिंगा गाविस वार्ड नम्बर 2 का जनताहरूले जनसरमदान गर्दै जनसरमदान गर्दै हुनुहुन्छ ल सब यस्तै गरेर अब अर्को दिन साबिक वार्ड नम्बर 3 सुर्की मेलालाई बान्न लगाउनको लागि 1 ट्र्याक्टर गिटी र 1 ट्र्याक्टर बालुवा ल्याउने 1 ट्र्याक्टर ढुङ्गा लिएर अनि जाने फेरि सुर्की मेलालाई जनसरमदानको लागि बोलाउने हाम्रो सल्लाह भएको छ। राम्रो छ राम्रो सबैले जनसरमदान गर्नुभएको छ राम्रो छ। यता हेर है हाम्रो जनसरमदान दिनेहरू हामी साबिक सिंगा वार्ड नम्बर 2 का थामडाँडा बासकुना बडमखोरिया टोलका 1-2 जना सुर्कीमा लागेर हुनुहुन्छ। ओ यता फर्क्यौ तिमीलाई चाहिँ ल हेर्नुहोस् अलि ल है बल गर भाइ हो बल गर भाइ हो बल गर भाइ हो हजुर ल झाँक्री ठानले रक्षा गर हाम्रा जनताले बोल गर हाम्रो झाँक्री ठानले रक्षा गर बोल गर जनताहरूले बोल गर झाँक्री ठानले रक्षा गर झाँक्री देउटाले रक्षा गर। हाम्रो आज 2082 साल जेठ आज कति गते जेठका 8 गतेका दिन हाम्रो यो सुर्की मेला सामुदायिक वनको झाँक्री ठान मा पूजा गर्नको लागि बस्ने वासस्थान बनाउनको लागि जनसरमदान गर्दै हुनुहुन्छ। हाम्रा सम्पूर्ण वार्ड नम्बर 2 का बासिन्दाहरू सबैलाई धन्यवाद छ जनसरमदान दिनुभएको छ आफ्नो धर्मको लागि। यस्तै सहयोग अरू ठाउँमा पनि परेमा सहयोग गर्नुहुनेछ भन्ने हामी सम्पूर्ण समितिहरूले आशा गरेका छौँ। वा 2 जनाको भिडियो धेरै बनाइदिनु रे के ए ल धन्यवाद छ है सबैलाई धन्यवाद छ। लसुनको पात धनियाको पात भन्छन्। अहिले बेलुका यो हाम्रो धनकाई सरले फेसबुकमा हाल्नु होला हेर्नको लागि सबैले युट्युबमा अझ युट्युब भन्छ नि फेसबुक र युट्युबमा सर्च गरेर हेर्नु होला।
लामो होइन युट्युबमा त लामो हुन्छ अरे टिभी जस्तै हेर्ने हो नि त पिक्चरै जस्तो हाम्रो समितिका मान्छेहरू रिठा जरा नि खिच्दिनु त्यो पूजा गरेको आजको यो ढलान जनसरमदानबाट भएको छ ल हेर्नुहोस् बेडी नगरपालिका वार्ड नम्बर 4 को वडाको बजेट रु 2 लाखबाट यो झाँक्री थान को झाँक्रीको पूजा गर्नको लागि बस्ने स्थान निर्माण हुँदैछ यो भवन सम्पन्न भयो अब 15-20% मात्रै काम बाँकी होला अरू काम सम्पन्न भएको छ र यसको लागि विनियोजित भएको रकम छिट्टै निकासा गरिनु होला हाम्रो प्राविधिक सरहरूले छिट्टै जाँचपास गरेर निकासाको लागि सिफारिस गरिदिनु होला सम्बन्धित निकायमा र यहाँ होइन खाता खोलेन किन सम्झौता खाता नखोले नि सम्झौता हुन्छ र एउटा लाएर अर्को लाएर नि राखेको छु मैले टिका भइदिनु टिकाले हालिहाल्छ नि ल जनसरमदान गर्ने श्रमिकहरूको ल गर्ने मौका पाइयो भनौँ अरूले काम गर्ने मौका पाएको छ नि मैले भिडियो गर्ने मौका पाएको छु काटेर 1 मिनेटको लामो भयो अब 1 मिनेटको बनाउने ल अब 1-2 मिनेटको भएपछि